नमस्ते। र जग्गा यो हो र लगानी गर्ने भनेको वास्तवमा यस्तै जग्गामा हो कि जुन अब हाम्रो भाउ पनि बढ्दै जाने, खेतीपाती पनि बढ्दै जाने, भविष्य बोकेको, यहाँ हरेक व्यवसाय गर्न मिल्ने, माछा पालन पनि गर्न मिल्ने एकदमै राम्रो जग्गा छ यो। हेर्नुहोस् त, वरिपरि बस्ती पनि छ तपाईँको, एकदमै राम्रो ठाउँमा छ यो जग्गा चाहिँ। तपाईँको लमजुङ जिल्लाको सुन्दर बजार नजिकै जग्गा हो यो। एकदमै प्राइम लोकेसनमा छ, एकदमै पहाडको पनि भित्री तराई भन्छ यसलाई, मधेस होइन, भित्री तराईको यो जग्गा हो। हेर्नुहोस् त कति राम्रो समथल जग्गा। र यो जग्गा चाहिँ एकदमै मिलाएर आएको छ, एकदमै रिजनेबल प्राइसमा आएको छ। जग्गा धनीले भनेअनुसार चाहिँ यसको रोपनीको 8 लाख भनिएको छ। हुन त आफ्नो ठाउँको आफ्नो महत्त्व हुन्छ भने जस्तै। र माछा पोखरी पनि अलरेडी यसमा छ। हेर्नुहोस् त एकदमै राम्रो, एकदमै भने जस्तो जग्गा छ। र क्षेत्रफल चाहिँ यसको चाहिँ यो 17 रोपनी जग्गा छ। अरू चाहिए पनि बढाउन सकिन्छ यसमा। जग्गा यही हो, आएर भिजिट गर्न सक्नुहुनेछ। हस्, नमस्ते।